बो ट्रेल चाहिँ यस्तो हुँदो रहेछ आजको चाहिँ रुख बाटोमा लडेर हिँड्नु साह्रो बिउ अगाडि जाँदैछ म पनि आउँदैछु पछि पछि तर ट्रेल यो चाहिँ अब म्याराथन स्टार्ट हुनु आँट्यो सबैजना आउँदैछ अब एकछिनमा 20 मिनटमा स्टार्ट हुन्छ म्याराथन सबैजनाले इन्जोय गर्दैछ अहिले चाहिँ योपालि चाहिँ म्याराथनमा नयाँ आइटम रहेछ एउटा सिङ्गी डान्स पनि थपिएको रहेछ अहिले बिहान चाहिँ म्याराथन अगाडि सिङ्गी डान्स Everybody! 5, 4, 3, 2, 1. टी गार्डन काट्यो तल रुङदुङपट्टि चाहिँदैछ दोहोऱ्याउनमा चाहिँ कुद्नु सक्छ आरामले अब तल रुङदुङ खोला काट्यो अब चाहिँ उकालो उकालो छ अरे अहिले बिर म सँगै छु दुई भाइ अब अलिक माथि देख्न चाहिँ के हो अहिले चाहिँ रुङदुङ खोलाबाट निकै माथि आइपुग्यो घाम यहाँ पछाडि लागिरहेको छ टिलतिर बिउ आउँदैछ यहाँ मान्छे जङ्गल छ पटेर जङ्गल यस्तो अहिले पनि देख्यो मान्छे बो ट्रेल चाहिँ यस्तो हुँदो रहेछ आजको चाहिँ रुख बाटोमा लडेर हिँड्नु साह्रो बिउ अगाडि जाँदैछ म पनि आउँदैछु पछि पछि तर ट्रेल यहाँ चाहिँ ज्यादै अप्ठ्यारो रहेछ रुखै रुख लडेर अब चाहिँ आधी बाटो सक्यो भन्दैछ आइपुग्नु आँट्यो हाफवे यहाँ माथि हाइड्रेसन पोइन्ट आइपुग्नु आँटेको छ पानी सानी पिएर अलिक केही खाएर फेरि ओह्रालो कुद्ने अहिले चाहिँ हामी दबाई पानी भन्ने जग्गामा कुद्दैछौँ दार्जिलिङ चाहिँ यतापट्टि देखिरहेको छ अब हामी फेरि गएर दार्जिलिङ पुग्नुपर्छ यहाँबाट ब्याक 16 किलोमिटर लु फेरि रिटर्न ब्याक अब 16 किलोमिटर सकेर पनि अझै बेसी 20 किलोमिटर सकेर ब्याक हुँदैछु घोडा जस्तो कुद्नु अरे ऊ बी पनि आउँदैछ सबैजना चाहिँ थुप्रै छ अगाडि पछाडि अहिले ब्याक फर्केर हामी फेरि रुङदुङ खोला आइपुग्यौँ रुङदुङ खोलामा रनर्सहरू कसै मुख धुँदैछ पौडी पनि खेल्दैछ क्या हो र अब चाहिँ हाम्रो फेरि यहाँबाट अपिल छ एकदमै स्टिफ अपिल त्यो चाहिँ बाटो यस्तो छ भोलिन्टियरहरू बसिन्जेल भयो यहाँ अब चाहिँ हामी आइपुग्यौँ तुङसुङ र राजीव यहाँ आज हामी तिनजना सँगै कुद्यौँ सँगै आइपुग्यौँ चौरस्तामा फिनिसिङ पोइन्ट आए आजको 32 किलोमिटर ट्रेल रन यसरी नै यहीँ सकिन्छ फेरि नेक्स्ट रनमा भेटौँला।